अब निकै धेरै बात पनि गरिसक्यो है। हाम्रो यहाँ चाहिँ दार्जिलिङ सोरेङको है उहाँको फर्मेस पनि मैले गीत गाइदिएको छु हो। अन्त यस्तो छ है। अन्त हाम्रो फर्मेसमै र ब्रो साथी मेरो त साथी हो, उहाँले गाइदिनु हुँदैछ है। यस्तो छ यो तपाईँहरू के भन्नु चाहन्छु भन्दाखेरि सिक्किमको म पनि आएँ, सिक्किमको सबैजना आएर चाहिँ यो जग्गा भिजिट गरिदिनुहोस् एकताल है। मलाई चाहिँ अति राम्रो लाग्छ किनकि रब्रो चाहिँ पहिलादेखि मेरो साथी थियो है, चिनाजाना पहिलादेखि थियो। हामी ट्रन अब हामी ड्राइभर गर्थ्यौँ है, म नि एउटा गाडी कुदाउँथेँ। उहाँकोमा चाहिँ यस्तो आइटम पनि छ है, यस्तो छ अर्ग्यानिक चिज है, सबै अर्ग्यानिक यहाँनिर हो। यहाँनिर कुनै प्याकिङ भएर आएको त्यस्तो सामानहरू छैन हो। यो त देखिरहनु भएको प्लेस हो, यस्तो छ यहाँनिर है, सबै अर्ग्यानिकै छ प्रायः। तपाईँको यहीँ नै म्यानुफ्याक्चर भएको, यहीँ नै बनिएको है, यो खालको छ है। हेर्नुहोस् त यहाँ, अन्त यो चाहिँ मलाई पुरा मन परेको पनि छ है। हेर्नुहोस् न कुकुरीहरू देख्नुहोस्, यो हँसिया भन्छ है। यो चाहिँ के दरबारमा राख्ने यस्तो हो। अन्त यो हेर्नुहोस् यो तबला जस्तो के यस्तो बजाउँछ नि हौ नेमले है, त्यो चाहिँ अलिकति अननोन भयो, म यसमा जानिनँ। यो अब जो भयो हलुडा झ्यातो है, यो त अब चिनिहाल्नु भयो, यसको नाम नभन्दा नि भयो, यो पनि नाम नभन्दा पनि भयो होला है तपाईँलाई। यस्तो छ, आउनुहोस् तपाईँहरू पनि यहाँनिर है। अति राम्रो छ, यहीँ उत्पादन गर्नुभएको छ एउटा, उहाँले जस्तो गर्नुभएको सबैजनाले गर्नुपर्ने छ है। उहाँले एउटा आफ्नो जमिनमा है उहाँ हारिस खानुभएको छ। यहाँनिर अलिकति यो ल्यान्डस्लाइड भइदिएछ है, अलिकति यो बर्खामा यस्तै हुन्छ, ल्यान्डस्लाइड पनि भएको कारणले र पनि उहाँ हार मान्नु भएको छैन। किन भन्दाखेरि यो ल्यान्डस्लाइड भएको चाहिँ उहाँलाई राम्रो भयो अरे, किनकि उहाँले चाहिँ यो ल्यान्डस्लाइड हुनुको चाहिँ यसबाट चाहिँ डिजाइन निकाल्नु हुँदैछ उहाँले हो। यस्तो जाने सिँढी है, यस्तो छ, यस्तो बनाउनु हुँदैछ है। तपाईँहरू आउनुहोस् यहाँनिर, मलाई चाहिँ राम्रो लाग्यो हो। यस्तो छ, म अलिकति एउटा पर्मिसन माग्छु, उता जाँदा हुन्छ, उता जाँदा है, अलिकति पर्मिसन मागेर जानुपर्छ है। जहीँ तहीँ अरू किचनमा पसिहाल्नु पनि हुँदैन हो। यस्तो रहेछ है। आज चाहिँ म चाहिँ रबोकै है हेकुला भनेको चाहिँ है, यस्तो छ यहाँ चाहिँ, आउनुहोस् पुरा मलाई चाहिँ मन पऱ्यो। एकताल आएर सबैजना है इन्टरटेनमेन्ट गर्नुहोस्, इन्टरटेनमेन्ट गर्ने जग्गा रहेछ हो। यस्तो छ, मलाई चाहिँ मन पऱ्यो। म एक दिन मेरो गाउँको साथीहरूसँग फेरि आउँछु, मेरो फ्यामिलीलाई पनि लिएर आउँछु है, म मेरो फ्यामिलीहरूलाई पनि लिएर आउँछु हो। त्यो भन्दैछु है तपाईँलाई। यो चाहिँ राम्रो छ, यहाँ अब पहिलाको के त तपाईँको 3 टुङ्गा 4 टुङ्गा बाँसबाट के त पिङ खेलिदिन्थ्यो नि उहिले पहिला हो, त्यस्तोहरू पनि छ। यो सबै यो अर्ग्यानिक हाउस भनिन्छ हो। यसमा चाहिँ सबै आफ्नो मान्छेले यहीँ उत्पाद गरेर बनाएको छ। अब यो मकै भयो है, यो कोदो लसुन भयो है, यो खालको रहेछ। यहाँ चाहिँ अलिकति राम्रो, मलाई पनि पुरा मन पऱ्यो। हेर्नुहोस् त यो गुन्द्रीमा बस्यो भने चाहिँ मान्छेको चाहिँ आयु बढ्छ अरे भन्ने सुनेको थियो। गुन्द्रीमा बस्दाखेरि चाहिँ तपाईँको कतिवटा बिमार पनि जाती हुन्छ अरे है। अन्त त्यही कारण मैले मेरो गाडीमा नि मैले गुन्द्रीको उयो राखेको छु हो बस्ने। यो राम्रो हो जस्तो लाग्छ। रब्रो त तपाईँले देखिरहनु भएको होला, रबोको खास उहाँ चाहिँ उहाँको मिसिस चाहिँ उहाँ हुनुहुन्छ है, उहाँ मिसिस हुनुहुन्छ। उहाँले नि रबोलाई धेरै सपोर्ट दिएर माथि आउनु भएको छ है। उहाँको सहायता लिएर, उहाँको आइडिया लिएर हामी पनि गर्छ है। यसलाई लाइक सेयर गरिदिनुहोस् है। आउने दिनमा अझै राम्रो भिडियो बनाएर ल्याउँछु तपाईँहरूको माझमा है। त्यही भन्दा यो भिडियोलाई यहाँ अन्त गर्न चाहन्छु। धन्यवाद।